Morning and namaste from the top of the world है right now from Manang and आज चाहिँ हामी कुरा गरौँ मेरो ड्युक 250 है 2024 मोडल हो यो लास्ट मोडल त्यहाँबाट त नयाँ नयाँ मोडल आइसक्यो and today is about the review है the review of KTM Duke है कसरी चल्दैछ and it's on review मैले गर्दैछु कति कुदेछ हेर्नुस् है ओडोमिटरमा on 10,945 है देखिन होला है 10,945 चाहिँ अलमोस्ट 11,000 एन्ड मैले यो मेजर 10,000 को त्यो पनि गयो गरिसक्यो हैन द मेजर त्यो के भन्छ सर्भिसिङ सो आज चाहिँ यो बाइकको बारेमा हैन टिल नाउ चाहिँ एकदमै राम्रो परफर्म गर्दैछ वान ट्याप स्टार्ट यस्तो ट्याप स्टार्ट भन्नेहरू सबै भइरहेछ नि एक्सट्रिम कन्डिसन हेर्नु है हिउँ परिरहेछ मैले बाइक चलाएर आयो नट सो मच प्रब्लम है अब यसमा चाहिँ अलिकति डट टायर राख्नु पर्ने रहेछ त्यो भएर चाहिँ झन् राम्रो परफर्म गर्दो रहेछ सो यो बाइक र ओभरअल एकदमै राम्रो परफर्म गरिरहेछ हैन अब टेक टेक टाक टाक त्यो आवाजहरू चाहिँ अब सबै बाइकबाटै स्योरै आउँछ हैन स्टिल आइहाल्छ मैले चाहिँ अब यो ह्यान्डल बार राइजर गरेछु तर यो बाइक मैले किनेर रिग्रेट चाहिँ भएन है फर द मनाङ भ्याली है सो मनाङ भ्यालीको लागि मनाङमा चलाउनु लागि चाहिँ यो रिग्रेट चाहिँ हुँदैन है यो बाइक एकदम राम्रो छ फर पिलियनलाई पनि एकदम कम्फोर्टेबल छ है अनि पावर चाहिँ 250 भएपछि अलि ल्याग भयो जस्तो लाग्दो रहेछ हैन यो त्यो एल्टिट्युडमा नत्र भने एभ्रिथिङ इज गुड है अब मलाई थाहा छैन 390 कस्तो होला भनेर 390 त मैले चलाएको छैन सो 250 को केसमा चाहिँ पावर चाहिँ अलि ल्याग भयो जस्तो लाग्छ है त्यति हो ओभरअल चाहिँ एकदम राम्रो छ अब धेरै अरू केही जानकारी चाहिन्छ भने सोध्नु होला है सबैजनाले ओके सर्ट एन्ड छोटो भिडियो बनाएछु बाइ बाइ